अस्तिको एपिसोडमा हामीले धेरै विषयवस्तुमा चर्चा गरेका थियौं। त्यसमध्ये श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको भूमिका, धार्मिक तनाव बढेको बेला रचनात्मक देखिएन भन्ने सम्बन्धमा केही कुरा बोलेका थियौं। बोल्न त सीके राउतका बारेमा पनि हामीले बोलेका थियौं, तर चर्चा हर्ककै बारेमा बढी भयो। दलहरूमाथि प्रश्न उठाउने हाम्रो धर्म थियो। प्रश्नको जवाब साम्पाङले 9.5 मिनेटको भिडियोमा दिनुभएको छ। जेन्जी आन्दोलनकै बेला देशको प्रधानमन्त्रीमै दाबी गर्न धरानबाट काठमाडौँ आइपुगेका हर्कले पार्टी खोले, चुनाव जिते। उनको श्रम संस्कृति पार्टी राष्ट्रिय दल नै बन्यो, तर उनको छवि जातीय, धर्म विशेष र मुडेबलभन्दा माथि उठ्न सकेन। कप्तानगञ्ज घटनापछि देशमा धार्मिक तनाव बढिरहेका बेला स्थिति सामान्य बनाउन हर्कको भूमिका देख्न पाइएन भन्ने चिन्ता गरेर हामीले अघिल्लो एपिसोडमा केही कुरा राखेका थियौं। त्यसको जवाफमा हिजो अध्यक्ष साम्पाङले 9.5 मिनेटको भिडियो फेसबुकमा राख्नु भएको छ, जसमा 5 पटक चाहिँ हामी कसैबाट परिचालित, कसैबाट पैसा लिएको भन्ने कुरा गर्नुभएको छ। अनि 5 पटक मेरो इन्टरभ्यू लिन आउनु, मैले दिएको जवाफले तिम्रो पत्रकारिता सकिन्छ भन्नुभएको छ। एकपटक उहाँको कुरा छोटोमा सुनिहालौं। यो वीरेन्द्र जैरू कि फैरू भन्ने मान्छेलाई म यो भन्न चाहन्छु। र यो मान्छेले यत्रो ठुलो गफ गर्दाखेरि एउटा इन्टरभ्यू मेरो लिनु है भिडियोलाई, हैन? इन्टरभ्यू असली कसले कति दिएर बुझाउनु पनि पर्छ। यस्तो गीत गाएको शब्द शेयर गर्नुस् है साथीलाई म भन्न चाहन्छु, एउटा इन्टरभ्यू मेरो लिनु, हैन? इन्टरभ्यू मेरो लिनु। त्यो इन्टरभ्यू लिएको भोलिपल्टदेखि पत्रकारिता छोड्ने बनाउन सक्छु। एकचोटि इन्टरभ्यू लिनु न, है? अफवा नफैलाउनुहोस्। तपाईँलाई कति पैसा दियो, कसले दियो त्यो भन्नु नि। यहाँबाट एउटा मेरो इन्टरभ्यू लिनु, ओके? सक्नुहुन्छ भने एउटा इन्टरभ्यू लिनु। कति पैसा पाउनुहुन्छ यस्तो बोलेर? एउटा इन्टरभ्यू मेरो लिनु, होइन? लाइभ गरौँ, त्यसको भोलिपल्टदेखि पत्रकारिता गर्नु तपाईँले गाह्रो हुन्छ। पहिलो कुरा त हामी कसैसँग पैसा लिएर कसैको विरोध वा समर्थन गर्दैनौं। सिधा कुरा, जनतासँगले आर्थिक कारोबार गर्दैन। हाम्रो क्यूआर कोड पनि छैन। तपाईको विरोध गर्दा पैसा आउँछ भने हाम्रो विरोधमा तपाईका कार्यकर्ता पनि उत्रिएकै छन्। हाम्रो प्रश्न छ, हाम्रो विरोध गर्ने तपाईका समर्थकलाई चाहिँ तपाई कति पैसा बाँड्नुहुन्छ? इन्टरभ्यू लिन आउनु कि आउनु भनेर पनि उहाँले 5 पटक भन्नुभयो। सिधा कुरा जनतासँग भन्ने कार्यक्रमले खास अवस्था बाहेक सामान्यतया स्टुडियोमै बोलाएर कसैको पनि इन्टरभ्यू लिँदैन।